मैले जिन्दगीमा धेरैवटा अर्गनाइजेसन लिड गरेको छ हैन 30-40 जना म्यानेजर डाइरेक्टरहरु भएको डिपार्टमेन्ट लिड गरेको छ। लिडरशिप स्किल्स भनेको धेरै इम्पोर्टेन्ट स्किल्स हो जसले तपाईलाई अगाडि बढाउन धेरै ठूलो सहयोग गर्छ हैन। हो लिडर बन्नको लागि डाइनामिक्स नै चाहिन्छ, धेरै कुराहरु सिक्दै जानुपर्ने हुन्छ। त्यो चाहिँ टेक्निकको कुरा भयो क्या, बिस्तारै सिक्दै जाने कसरी इफेक्टिभ लिडर बन्ने त्यो चाहिँ टेक्निकको कुरा हो। त्यो हुनुभन्दा पहिले सबैभन्दा सुरुमा नेचुरली तपाईसँग लिडरशिप गर्ने क्षमता छ कि छैन भन्ने कुरा आउँछ हैन। त्यो चाहिँ नेचुरल एबिलिटी छ नि, त्यो तपाई बनाउन सक्नुहुन्छ। अब कसरी बनाउने भन्दाखेरि जहिले पनि यसलाई एउटा अपर्च्युनिटीको रूपमा हेर्ने। जब कहीँ एउटा अपर्च्युनिटी आउँछ जस्तै क्लासमा स्कुलमा होस्, तपाईको कलेजमा होस्, अथवा तपाईको युएस युके अस्ट्रेलिया मिडल इस्ट जहाँ काम गर्दै हुनुहुन्छ हैन, तपाईसँग टिम हुन्छ नि, तपाईसँग त्यो टिम तपाईको सहकर्मी भए पनि, तपाईसँग एउटा सेम क्लासको भए पनि अपर्च्युनिटी दिने बित्तिकै, टिचरले अपर्च्युनिटी दिने बित्तिकै, बसले अपर्च्युनिटी दिने बित्तिकै हतार हतार उनीहरुको गार्जियनको रूपमा तयार भइहाल्ने तुरुन्तको तुरुन्त। ह्युमन नेचर कस्तो हुन्छ, उनीहरुलाई लिडरशिप बन्न मन पर्दैन हैन। त्यही भएर तपाई बन्नुस्। लिडरशिप बन्न नपरेको कारणले के गर्छन् भने हतार हतार हैन कसैको पछाडी लुक्न खोज्छन् के, लिडरलाई अगाडि कसैलाई धकेल्न खोज्छन्, लिडरको रूपमा अगाडि धकेल्न खोज्छन् र उनीहरुको पछाडी बस्न खोज्छन् नि। त्यो धकेल्न खोजेको मान्छे चाहिँ तपाई बन्नुस् र एकदमै सजिलो छ बन्नलाई। जब तपाईले 1-2 शब्द बोल्नुहुन्छ नि, ल केटा आऊ, ल गरौँ त, ल यता आऊ त भनेर गर्ने बित्तिकै तुरुन्तका तुरुन्त सबका सब तपाईको पछाडी लाइनमा बस्छन् र तपाईलाई अगाडि धकेल्छन्। त्यो एकचोटी गर्नुस्, दुईचोटी गर्नुस्, तीनचोटी गर्नुस्, नेचुरली तपाईको यसमा कन्फिडेन्स बढ्दै जान्छ बढ्दै जान्छ। अन्तिममा गएर तपाईको नेचुरल एबिलिटी एकदमै नेचुरल रूपमा खरा भएर निस्किन्छ। यो लिडरशिप स्किल्स छ नि, तपाईले बिस्तारो बिस्तारो गर्दै स्कुलदेखि नै सिक्दै आउनु होला। अनि अर्को कुरा कस्तो हुन्छ नि, तपाईले एकचोटी दुईचोटी गर्नुहुन्छ नि, केटाहरुलाई जहिले पनि सम्मान गरिहाल्ने के। एउटा प्रोजेक्ट आउँछ, 2-4 प्रोजेक्ट आउँछ नि, सबैभन्दा सुरुमा बोल्ने नै तपाई, ल केटा गरौँ। आफूलाई थाहा नभए पनि कति कुरा चाहिँ कस्तो हुन्छ भने अनि कसैलाई एउटा भ्रम छ हैन, लिडर कसरी बन्ने, मलाई उनीहरु भन्दा बढी ज्ञान छैन भन्ने हुन्छ हैन, मलाई उनीहरु भन्दा बढी थाहै छैन म लिडर कसरी बन्ने। एउटा कुरा गल्ती गर्दै हुनुहुन्छ, लिडर भन्ने बित्तिकै उनीहरु भन्दा बढी ज्ञान हुनुपर्छ भन्ने छैन। उनीहरु भन्दा बढी तपाईसँग बोल्ने क्षमता हुनुपर्ने हो। उनीहरुलाई चाहिँ एउटा ग्रुपमा बसाएर काम गराउन सक्ने दक्षतालाई चाहिँ लिडरशिप भनिन्छ। उनीहरु भन्दा बढी नलेज भएको लिडर होइन हैन। अब तपाईले गर्ने के भन्दाखेरि उनीहरुलाई नै समेटेर उनीहरुकै आइडिया निकालेर चाहिँ काम अघि बढाउने हो। बुझ्नु पनि कुरा, तपाईको नलेज चाहियो हैन, त्यहाँनेर नलेज त उनीहरुको हो। तपाईको काम के मात्र थियो, त्यसलाई इनेबल गर्ने। इनेबल गर्ने भने उनीहरुलाई स्विच अन गरिदिने के, तिनीहरुको सबैको दिमागको स्विच अन गर्ने काम लिडरले गर्ने हो। त्यो भन्नुपर्ने हो। तपाईले दक्षता चाहिँदैन, उनीहरु भन्दा बढी नलेज भएको, एजुकेसन भएको चाहिँदैन। यसको लागि मैले अलिकति लामो भिडियो बनाएको छु, प्लिज युट्युबमा गएर हेर्नु होला, होइन भने क्याप्सनमा लिंक क्लिक गर्नु होला।